सरकारले नीति कार्यक्रम ल्याइसकेको छ र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ। अब जेठको 15 गते सरकारले बजेट ल्याउँदैछ। बजेटको पूर्व सन्ध्यामा सरकारलाई र सत्तारूढ दलकै सांसद भए तापनि सचेत गराउने हिसाबले हामीले प्रस्तुति राखेका हौँ। हामीले यसपटकको बजेट न्यायको आधारमा, समतामूलक विकासको आधारमा, समानुपातिक आधारमा वितरण हुनुपर्छ। यसभन्दा अगाडि पहुँचको आधारमा हुन्थ्यो भने यसपटक अन्त्य हुनुपर्छ भनेर सचेत गराएका हौँ। यो सँगसँगै निर्वाचन क्षेत्रका तमाम विकासका योजनाहरू सम्पन्न गर्न पर्नेछ। देशभरिका विकासका समृद्धिका चाहनाहरूलाई सम्बोधन गर्नुपर्नेछ। त्यसकारण मान्य अर्थमन्त्रीज्यूले यसपटक विभेद नगर्नुहोस्, पहुँच पुग्नेलाई श्रीखण्ड नपुग्नेलाई खरानी नहोस् भनेर सचेतना र जागरुक गराइएको हो। सत्तारूढ दलकै सांसद भए तापनि अन्यायपूर्ण वितरण भयो भने हामी विरोध गर्नेछौँ भनेर साङ्केतिक रूपमा मात्रै यो सङ्केत गरेको। निर्वाचन क्षेत्रको विकासको सन्दर्भमा म यही काठमाडौँबाट नजिक काभ्रे क्षेत्रमा 2 को जनप्रतिनिधि हुँ। काभ्रेको विकासप्रतिका कुरा सरकारसँग जोड्न पर्नेछ। मैले भन्ने गरेको छु, सिंहदरबारका पर्खालभन्दा होचा जनताहरूका त्यो विकासप्रतिको चाहना हामीले सिंहदरबारसम्म ल्याउन पर्नेछ। सदनबाट जनताको कुरा उठाउन पर्नेछ। आज मैले शून्य समयमा पनि काभ्रेपलाञ्चोक जिल्लाका एकीकृत खानेपानी जो बनेपा, धुलीखेल र पनौती लाखौँ जनताले उपयोग गर्ने एकीकृत खानेपानी दशकौँ वर्षदेखि अन्यलमा छ। सरकारको त्यसमा ध्यान केन्द्रित गरेको हो। सडकमा समस्या छन्, आज शिक्षा क्षेत्रमा समस्याहरू छन्, विकासप्रति धेरै कुराहरू रहेको छ, त्यसप्रति केन्द्रित गरिएको हो। मलाई आशा छ कम्तीमा यसपटक एउटा विधि बन्नेछ बजेट विनियोजनको, एउटा साधारण विधि। वुमेन डेभलपमेन्ट इन्डेक्स मानव विकास सूचाङ्कको आधारमा जुन क्षेत्र पछाडि परेको छ त्यो क्षेत्रलाई बढी बजेट र जुन क्षेत्र अलि अगाडि छ त्यो क्षेत्रलाई कम बजेट, केही न केही प्राथमिकताका आधारहरू, केही न केही विधि बन्नुपर्छ भन्ने हो।